नमस्कारम, आई होप यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला। ल आजको मेरो खाना बनाऊ है त। यो चाहिँ मेरो जहिले पनि खाना बनाउने आइडिया। भात चाहिँ मैले त्यसरी नै पकाउँछु होइन। अनि तरकारीको लागि चाहिँ मैले कुकरमा तेल राखेँ। अनि साँच्चै आज मसँग जिरा पनि छ, मैले जिरा मागेर लिएर आएँ होइन। त्यसपछि मैले आलु राखेँ, अनि फलुट बाई नुन र खोर्सानी, र मेरो आज तरकारीको रूपमा आलुको साथी छ टानटाडन राजमा। अनि अब म राजमा पनि राखेर त्यहाँ भुट्छु होइन। आलु र राजमालाई चाहिँ मस्त भुट्छु, एकछिन फ्राई गर्छु। अनि फेरि मैले राखेँ मसला राखेपछि पनि एकछिन फ्राई गर्ने। एन्ड देन आई विल एड गोलभेडा राखिसकेपछि पनि एकैछिनको लागि चाहिँ म फ्राई गर्छु, धेरै गर्दिनँ है, किनकि सिटी लगाउने तरकारी हो नि त। अनि त्यसपछि एकछिन फ्राई गरिसकेपछि तुर्लुङ्ग झोल राख्ने है। अब तुर्लुङ्ग झोल राखिसकेपछि के गर्ने त भन्दाखेरि यसलाई चाहिँ सिटी लगाउनको लागि छोडिदिने। द्याट इज दी ह्याक है, विन्टर ह्याक त्यही हो, भाँडा समाउने, तातो भाँडा समाउने। अब यतापट्टिको ग्यासमा चाहिँ मैले राखेँ कराई, र कराईमा चाहिँ कराई तातुन्जेल चाहिँ पानी खाउँ है साथीहरू, पानी खान भुल्न भएन। र म पानी खाइसकेपछि चाहिँ जिरा भुन्दैछु है। जिरा चाहिँ रातो रातो हुन्जेलसम्म भुट्ने होइन। अनि त्यसले चाहिँ चटनीमा राख्नको लागि मेरो मोबाइल खसेर निस्किसकेपछि अब म यसमा चाहिँ पापड फ्राई गर्न लागिरहेको। मलाई चाहिँ पापड किन तेलमा फ्राई गरेको चाहिँ मिठै लाग्दैन क्या, घिउ नै चाहिन्छ पापडको लागि चाहिँ होइन। अनि फेरि पापड पनि एउटा दुइटा फ्राई गरेर हुँदैन, एउटा दुइटा त म खाना खाने बेलासम्म यत्तिकै खाएर नै भ्याइदिइसक्छु होइन। त्यही भएर यति चाहिँ पापड फ्राई गर्नु इज द मस्ट फर मी। अनि त्यसपछि अब यति पापड फ्राई गरिसकेपछि खाना खानको लागि पनि 2-3टा चाहिँ बाँकी रहेको हुन्छ क्या। अब यसमा चाहिँ म चटनीको लागि मैले एउटा गोलभेडा चाहिँ 2 पार्ट्स बनाएर काटेको थिएँ, र त्यसैलाई फ्राई गर्छु। अनि यसमै अलिकति नुन र मसला पनि राखेर हल्का फ्राई गरिदिन्छु होइन। आई डोन्ट नो, बट कहिलेकाहीँ यसरी नै बनाएर खान्छु चटनी होइन। अनि त्यसपछि मलाई थाहा छैन यसको त्यो के हुन्छ, यसको अरा के हो भन्ने चाहिँ, बट यस आई डु द्याट। अब चटनीको लागि चाहिँ तिलको पाउडर हो क्या सायद यो, तिल राख्ने। अनि त्यसपछि गएर खोर्सानी राख्ने, नुन अघि नै थियो। अनि मेरो छोटो मिठो तिखो होइन त्यो चटनी नि रेडी भयो। यता तरकारीको सिटी पनि सेलायो। त्यसपछि चाहिँ अघि अब सबै कुरा हालिसकेको छु नि त, राखेको भएर मैले आलु म्यास गरेर त्यसमा अलिकति गरम मसला राखेर चाहिँ अब यसलाई म एकैछिनको लागि उमाल्छु। अनि यो उम्लिसकेपछि मेरो तरकारी पनि रेडी। अब प्लेटिङ गर्ने, खाना राख्छु, देन आफ्टर चटनी राख्छु होइन। चटनी राखिसकेपछि अलिकति तरकारी प्लेटमा, अलिकति कचौरामा राख्ने, अनि फिल्म हेर्दै खाना खाने। हस् त बाई, गुड नाइट।